आज मम्मीसँग यहाँ मर्चेन टिप्न आएको छौँ र मम्मीले मर्चेन टिप्नु हुँदैछ। अब म साग बोकेर घरतिर लग्छु। त मम्मी तोर थाहै छ कि मर्चेन? अनि आज हटिया पनि हो, बुधबार, तेतरिया हटिया लाग्छ। अनि मम्मीले मर्चेन टिप्नु हुँदैछ अनि म यहाँ क्यामेराम्यान अलिक भिडियो बनाइदिएको। अनि गाइज म र मम्मी मर्चेन टिप्दै छौँ। मर्चेन त बड्डी बड्डी हो देख त। मम्मीले भन्छ यो यसपालि मर्चेन राम्रो भएको छ भनेर। धेरै राम्रो भएको छ मर्चेन, धेरै पनि फलेको छ। मम्मी ले देख्छ, ले टोट यति मर्चेन टिपेको छ मम्मीले। मम्मीले मर्चेन टिप्नु हुँदैछ। अनि गाइज म पनि मर्चेन टिप्दैछु। अनि गाइज म मर्चेन टिप्दैछु। मर्चेन मामुसँग कुरा गर्दै मर्चेन टिप्दै। पाक्लो पाक्लो छु त। टमाटर झोलामा हाल्ने। सबै लडियो हौ गाजर टमाटर। अब यो टिप्न आएको छु। यो के हो? हाम्रो भाषामा त करेला भन्छ, अनि तपाईहरुको भाषामा के भन्छ कृपया कमेन्टमा भन्नुहोला। अब म कादु टिप्न आएको छु। ठुलो ठुलोहरू ए यहाँ छ हौ, ठुलो ठुलो पो रहेछ हौ यहाँ। यहाँ छ कादु। अब काटेको काट्दैछु। हेर्नु,
साथीहरू कादु टिप्दैछु अब यत्रो छ 4-5 वटा मात्रै छ यत्रो गाइजहरू। अब म तरकारी बोकेर घरतिर जाँदैछु। एउटा हातले ब्लग बनाउँदै अनि एउटा टाउकोमा टमाटर र हातमा पनि तरकारी छ। अब जाँदैछु घरतिर। फेरि एकपल्ट आउनुपर्छ, अझै तरकारी बाँकी नै छ। 2000 years later. अनि हाम्रो दाल पनि माड्न आएको छ ट्र्याक्टरले। अब दाल माड्नु पर्यो। बोरा लिएर जाँदैछु। ट्र्याक्टर पनि आइसक्यो। मेरो दाल मार्दैछ थ्रेसर लिएर। थ्रेसर पनि आएको छ। अब दाल मार्दैछु। अब नेक्स्ट भिडियोमा भेटौँ है त गाइजहरू।